यति बेला देख्न सकिन्छ पोखरा 14औं पोखरा महोत्सवको लागि अमरसिंह ग्राउन्डमा हुन गइरहेको छ भने यति बेला विभिन्न आमा समूहबाट धेरै जस्तै धेरै आफ्नो समूहबाट चाहिँ यति बेला यस पोखरा महोत्सवमा आइसक्नु भएको छ भने आउँदै हुनुहुन्छ बाटोमा यसरी हुनुहुन्छ यसरी देख्न सक्नुहुन्छ भने आजका अतिथि गण्डकी प्रदेशका भौतिक तथा यातायात व्यवस्था मन्त्री माननीय चौधौं पोखरा महोत्सवको लागि यति बेला विभिन्न ठाउँबाट आमा समूह लगायत सबै यसरी चाहिँ महोत्सवका लागि उपस्थित हुनुभएको छ भने यता देख्न सकिन्छ यता धेरै गइसक्नु भएको छ भने यतातिर आउनेको क्रम चाहिँ जारी छ। पोखराको यो 14औं महाधिवेशन अमरसिंह ग्राउन्डमा हुन गइरहेको छ भने यति बेला विभिन्न आमा समूहबाट धेरै जस्तै धेरै आफ्नो समूहबाट चाहिँ यति बेला यस पोखरा महोत्सवमा आइसक्नु भएको छ भने आउँदै हुनुहुन्छ बाटोमा यसरी हुनुहुन्छ यसरी देख्न सक्नुहुन्छ भने अनि म यसरी यो हाइवे बाटोमा यो ठ्याक्कै यो कोर्साल अलि उताबाट थियो भने यस वर्ष चाहिँ यताबाट छ ट्याक्कै एकदम साइड गरेर यातायातमा कुनै भिडी नहोस् जाम नलागोस् भनेर चाहिँ यसरी यसपालि चाहिँ गर्नुभएको रहेछ। भने आदरणीय दर्शक महानुभावहरू अब म अलिकति भिडियोहरू लामो हुने भएकोले गर्दाखेरि म अलिक छिटो छरितो अगाडि बढिरहेको छु भने म भित्र गएर अलिकति कुराहरू तपाईँहरूलाई देखाउने छु। थोरै टुक्राहरू हुनसक्छ। राजेन्द्र पुडासिनीज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी अतिथिको आसन ग्रहण गरिदिनु हुन राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय उप अनुसन्धान निर्देशक मोहन कुँवरज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी अतिथिको आसन ग्रहण गरिदिनु हुन
पोखरा महानगरपालिका वडा नम्बर 10 का वडा अध्यक्ष श्री राजेश गुरुङज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुन पोखरा महानगरपालिका वडा नम्बर 12 का अध्यक्ष सन्तोष पास्तालाज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुन पोखरा महानगरपालिका वडा नम्बर 11 का युनाइटेड क्लब पोखराका सल्लाहकार रमेश बहादुर कार्कीज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी आसन ग्रहण गरिदिनु हुन क्लबका सल्लाहकार राजेन्द्र बहादुर थापाज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी आसन ग्रहण गरिदिनु हुन क्लबका सल्लाहकार सुशील राज पराजुलीज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी आसन ग्रहण गर्न गुरुङज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु भने क्लबका सदस्यहरू विष्णु कुमार गुरुङ, पूर्ण श्रेष्ठ, शिव थापा, पदम बहादुर कार्की, शान्ति सुवेदी, बुद्ध कार्की, रिमबहादुर छेत्री, गणेश बहादुर खड्का र सुरेश थापाज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुन पोखरा महानगरपालिका वडा नम्बर 1 का कार्यवाहक अध्यक्ष क्याप्टेन जुमकाजी गुरुङज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। 14औं पोखरा महोत्सवलाई सफल बनाउन उपस्थित हुनुभएका सङ्कल्प आमा समूह उपस्थित हुनुभएका सेती गङ्गा टोल विकास संस्था पोखरा 9 नयाँ बजारबाट उपस्थित हुनुभएका सम्पूर्ण महानुभावजीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। त्यसै गरी श्री डडुवा दुर्चा लमजुङ तामु समाज पोखरा 10बाट उपस्थित हुनुभएका सम्पूर्ण महानुभावजीहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुन पोखरा महोत्सवका अफिसियल ब्याङ्क पार्टनर ग्रिम डेभलपमेन्ट सार्वभौमै फैलिएका मेची महाकाली सायो थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौमै फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचरण वीरहरूका राजधानी स्वतन्त्र अचल यमी शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छ विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। धन्यवाद सम्पूर्णलाई। 14औं पोखरा महोत्सवलाई फेरि पनि उपस्थित सफल बनाउन